बाइक चाहिँ यस्तो हो है, हामीले बाइकलाई चाहिँ इज्जत दिनुपर्छ होइन। जुन समय म एउटा ड्युटी गर्दै थिएँ कृष्ण इन्जिनियरिङमा होइन, त्यो समय भने चाहिँ एकदमै मेरो सुरुवाती दिनहरू थियो। सेलेरी पनि एकदम कम्ती अनि कम्ती थियो। त्यो टाइममा चाहिँ म अब कम्पनीमै बस्नुपर्ने हुन्थ्यो। मेरो घर कम्पनीदेखि 3-4 किलोमिटर टाढो थियो। त्यो भएको कारणले गर्दाखेरि बिहान 7 बजीदेखि बेलुका 7 बजीसम्म ड्युटी गर्नुपर्ने हुन्थ्यो है। अनि त्यो समयमा साधन हुन्थेन। हप्तामा एकताल घर आउनुपर्ने, सन्डेको दिन छुट्टी हुन्थ्यो है। त्यो पनि मेन्टेनेन्स सकेर, मेन्टेनेन्स सक्दा ओर्दा तपाईँको रातको 7 बजिसकेको हुन्थ्यो। हिँडेर घर आउनुपर्ने, इमर्जेन्सी पऱ्यो भने तपाईँको 3 किलोमिटर टाढो राति हिँड्नुपर्ने हुन्थ्यो। पानी परिराखेको हुन्थ्यो बर्सातको समयतिर होइन। अनि त्यसै क्रममा सुरुवाती दिनहरूमा त्यसरी दिनहरू गुजार्दै गएँ होइन। अनि त्यस पछाडि मैले एउटा बाइक किनेँ, 200 पल्सर नै किनेको थिएँ। त्यसलाई मैले धेरै सिकिसकेपछि धेरैजना मान्छे जसले चाहिँ बाइकको स्ट्रिङ पनि समेत नसमाएका साथीभाइहरूलाई मैले सिकाएर होइन, जतासुकै लडाएर चोटै चोट बाइकहरू डुट्टो स्ट्रिङहरू सबै यस्तो समाउनु पर्ने हुन्थ्यो होइन। अहिले त तपाईँको यस्तो छ, अन्त सिधा यता आफूपट्टि फर्केको थियो होइन, त्यसरी समाएर हिँड्नुपर्ने भएको थियो। त्यसलाई मैले रेजिस्ट्रेसन गर्दाखेरि लगभग तपाईँको 28-29 हज़ार खर्च गरेँ। प्लस डकुमेन्टलाई मैले ओके बनाउँदा लगभग 50 हज़ार जस्तो त्यसमा गयो मेरो। सिकिसकेर अरूलाई पनि सिकाइसकेर त्यस पछाडि बनाउँदा चाहिँ अनि कसैले मलाई तेल लगाइदिन्छु पनि भनेर भनेन होइन। मेरो आफ्नो मन खुसीले, मन ठुलो थियो होइन, सिकाइसकेपछि के भयो भने चाहिँ तपाईँको उहाँहरूले पनि मैले त आफै सिकेको बहुत दुःख गरेर भनेर कुराहरू गर्थेछ होइन। अनि अब समाएर हिलोमा होइन, आफू पछाडि चाहिँ समाएर पसिना अब होइन, अगस्ततिरको घामहरू कति चर्को हुन्छ होइन, पानी बर्सातको समयमा होइन। त्यसो गरेर सिकाएँ। अनि त्यस पछाडि मैले जुन चाहिँ अगाडि विगतको दिनहरूमा भोगेका दुःखहरू थियो होइन, मैले बिर्सेछु। अनि मैले आफ्नो सामानलाई होइन, आफ्नो गाडी घोडा होइन, त्यो चिजलाई मैले इज्जत दिनुपर्ने थियो होइन। तर त्यो पनि मलाई थाहा भएन क्या। जसलाई पाएँ त्यसलाई दिएर मैले होइन, सिक्न दिएर ओह्रालोमा लडाएर होइन, उकालोमा लडाएर होइन, अन्त धेरै ड्यामेजहरू भयो। अनि पछाडि मैले त्यत्रो खर्च गरेर नयाँ बनाएपछि मैले फेरि त्यही बाइकलाई मैले 12,000मा बेचिदिएँ, जसको चाहिँ मलाई भ्यालुई मतलब कि त्यसको महत्त्व थाहा थिएन रहेछ होइन। अनि त्यो जङ्गल हिँडेको होइन, राति पानी झरीमा भिजेका दिनहरू होइन, ती सबै मैले भुलेछु है त्यो टाइममा त। किनभने मेरोमा एकदम धेरै पैसा रुपियाँ पनि आउन थालिसकेको थियो। म त्यो कम्पनीमा एकदमै परिपक्व भइसकेको थिएँ। अनि त्यो टाइममा के भयो भने चाहिँ फेरि त्यति बेचेर तपाईँको फेरि एउटा 220 किनेको थिएँ होइन, पल्सर 220 किनेको थिएँ। त्यस पछाडि मैले 1 साल जस्तो चलाएर त्यो पनि मैले यस्तो सस्तोमा बेचिदिएँ। मैले फेसबुक मार्केटमा हालेको थिएँ। एउटा कलेज पढ्ने भाइले धेरै रिक्वेस्ट गर्यो, दा मेरोमा पैसा पुग्दैन, यति मात्रै छ भनेर होइन। अन्त मेरो मन ठुलो रहेछ साँच्चीकै। मैले भने हुन्छ भाइ, त्यसो भने आऊ म दिन्छु होइन। तर मैले 42,000मा लास्टमा दिने भएँ। अनि उहाँले डल्लै आफ्नो परिवारहरू चाहिँ गाडी रिजर्भ गरेर लिएर आउनुभएछ मेरो भएको ठाउँमा। म मल्लीमा थिएँ त्यो बेला। अनि डल्लै रिजर्भ गरेर आएपछि चाहिँ उहाँहरूले बाइकहरू एकदम बाइकहरू कन्डिसनमा एकदम चटक 1 वर्ष पुगेको बाइक नै कस्तो हुन्छ होइन। म त्यो बेलासम्म पनि लाटाइ थिएँ म। अनि टक्क तेल पनि फुल ट्याङ्की गर्दै होइन, गरेर चाहिँ त्यहाँदेखि ठ्याक्क रोडमा निकालेर राखेपछि उहाँहरू आउनुभयो। आएर हेरिसक्यो। त्यस पछाडि उहाँको मम्मीले भन्नुभयो होइन, लु यो त महँगो भयो यस्तो त्यस्तो भनेर भन्नुहुन्छ होइन। मलाई चाहिँ फेरि बेच्नै पर्ने, अब मलाई पैसाको जरुरी त थिएन, तर अब मलाई चाहिँ त्यो बेच्नै पर्ने। अब मलाई फेरि अर्को इच्छा होइन। त्यस पछाडि मैले फेरि त्यो 42,000मा
बेच्नेवाला थिएँ, तर 41,000मा बेचेर चाहिँ म पैदल हिँडेर फेरि 5 किलोमिटर टाढो जुन चाहिँ कम्पनीमा पुगेँ म। त्यस पछाडि राति सोचेँ होइन, सुतेर सम्झेँ। अनि त्यहाँदेखि सम्झिँदै गर्दा चाहिँ पहिला विगतमा भोगेका दिनहरू होइन, आफ्नो फ्यामिली परिवारसँग होइन भेट्न नपाएका दिनहरूलाई धेरै कल्पना गरेँ। त्यो मेरोमा साधन नभएकै कारणले गर्दाखेरि म महिनौँ दिनसम्म पनि कम्पनीमै बसिरहेको थिएँ होइन। फुर्सद पाउँदा र गाडी साथीभाइको पाइहाल्यो भने आउने गर्थेँ, यदि पाइनँ भने टाइम लाग्थ्यो म आउन। फेरि त्यस पछाडि मैले के गरेँ, यो चाहिँ मैले सोरुमबाटै निकालेँ है। सोरुम गएँ टक्कै पैसा लिएर होइन, घरमा भने म बाइक ल्याउँदैछु आज। म त्यतिखेर ड्युटीमा थिएँ, ड्युटीबाट चाहिँ म केही इमर्जेन्सी छुट्टी छ भनेर चाहिँ छुट्टी लिएर आएको थिएँ। खास म बाइक हेर्नु गएको थिएँ जानुको लागि। अनि मैले घरमा भन्दा पत्याउनु भएन क्या। तपाईँले बाइक ल्याउने भन्छ होइन, मेरो वाइफले पनि होइन। म भन्थेँ म बाइक त लिनु गएको होइन, साइड ब्याग टक्कै बोकेँ, डकुमेन्ट बोकेँ। त्यहाँदेखि मलाई फेरि हाँस्छ होइन, ल्याउने हो र। अब मैले भने ल्याउने। म गान्तोक पुग्दा ओर्दा लगभग रातको यस्तै बेलुकीको 4 बजी पुगेँ। 4 बजी पुग्दा सोरुममा पुगेँ टक्कै। यो चाहिँ फेरि 180 BS6 हो है, यो चाहिँ 180 BS6 हो यो पल्सर। अन्त यस्तो हेरेको बुकिङ भइसकेको बाइक रहेछ यो। म त्यहाँ पनि फेरि यस्तो यही बाइक चाहियो मलाई भन्दा उहाँहरूले भन्नुभयो बुकिङ भएको छ दा, यो हुँदैन, मलाई मार्छ कस्टमरले। मैले पनि भने म पनि कस्टमर हो भाइ, म अहिले लाँदैछु, उहाँहरूले दिनु मान्नु भएन। मैले भने यदि तपाईँहरूको अरू कस्टमर बिग्रिन्छ भने म पनि तपाईँको कस्टमर हो, यो पछाडि फेरि पनि म अर्को निकाल्न सक्छु भन्दाखेरि उहाँहरूले भन्नुभयो ठिकै छ दा भनेर चाहिँ उहाँहरूले डकुमेन्टहरू बनाउनु लागेन। त्यो टाइममा फेरि मेरोमा चेक थिएन, चेक नभएको कारणले बहुत दुःख पाएँ होइन। फेरि क्यास निकाल्नु पर्ने। अन्त यता माथि आएर पुरानो STNM जुन चाहिँ थियो हाम्रो, त्यसको छेउबाट बहुत कोसिस गरेँ, बल्ल भयो होइन। गर्दा ओर्दा फेरि राति भइसक्यो, 7 बजिसक्यो होइन। त्यस पछाडि फेरि तपाईँको के भयो भने फेरि मैले डकुमेन्टहरू सबै भइसक्यो। त्यहाँदेखि अब रहेको चाहिँ नम्बरको लागि। नम्बर अब कसरी निकाल्ने त्यहाँनिर टाइम लाग्छ भने होइन। म त अब ड्युटी आउट जावत गर्नु र सुविधा मलाई त चाहिन्छ। अनि फेरि मैले त्यो नम्बर निकाल्ने एकजना बहिनी हुनुहुन्थ्यो, उहाँलाई चिया खाने पैसा दिएर मेरो छिटो गरिदिनुहोस् ल भनेर चाहिँ उहाँलाई भनिदिएँ होइन। उहाँले निकालिदिनु भयो त्यो नम्बर पनि मलाई 1 हप्ताभित्र फोन गर्नुभयो। मैले धेरै खुसी भएँ। अनि त्यस पछाडि चाहिँ यो बाइक चाहिँ मैले अहिलेसम्म कसै साथीभाइलाई पनि छुनु दिएको छुइनँ। अनि बरु मलाई इमर्जेन्सी परेको छ भने म 30-40 किलोमिटर टाढो पनि गइदिन्छु। उहाँहरूले बरु मलाई कहिलेकाहीँ होइन यसो खाजा खुवाइदिनुहुन्छ। मलाई त्यो मेरो मन ठुलो भएको कारणले होला, त्यो पनि म केही पनि माग्दिनँ होइन, पुऱ्याइ चाहिँ दिन्छु। अन्त फर्केर पनि कोही बेला लिएर पनि आएको छु। अनि यो जति पनि स्क्रैचहरू भएको छ होइन, यो सबै मेरै कारणले भएको। मलाई यो हिलोतिर हो, मेन रोडतिर त लडेको छुइनँ, लड्नु पनि नपरोस् होइन। हिलोमा चाहिँ अब कन्ट्रोलले हिँड्दै गर्दाखेरि पनि नसोचेको जग्गातिर लडिदिन्छ होइन। टु व्हिलरको त त्यति भर पनि हुँदैन हुनु त, तर पनि यो मेरो एकदम परिवार हो यो चाहिँ। अनि एउटा विशेष कुरा चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूलाई, मैले यो किनेको धेरै भएको छैन होइन। 3 वर्ष कम्प्लिट भइसक्यो होइन, 4 वर्ष लाग्न आँटिरहेछ। यसो तपाईँहरूले यो हेर्दाखेरि चाहिँ होइन धेरै पुरानो जस्तो देख्नुहुन्थ्यो होला यहाँ पनि होइन, तर यो पुरानो भएको होइन तपाईँको। मेरो गल्ती चाहिँ के भयो भन्दा चाहिँ स्रप होइन, हामीहरू लुगा धुने जुन चाहिँ स्रप हुन्छ नि, त्यसले धुँदाखेरि चाहिँ साह्रै राम्रो होइन, मैला पनि गइदिने, चडक्कै एकदम क्लियर देख्दिने होइन। त्यो हुँदाखेरि चाहिँ मैले जहिले पनि स्रपले धुन्थेँ, जहिले स्रप लगाएर धुन्थेँ। स्रपले चाहिँ के गर्दो रहेछ भने चाहिँ यो हाम्रो कलरहरूलाई चाहिँ थाहा नदिकिन कलर चाहिँ पुरा खाइदिँदो रहेछ। यो कलरहरू सबै
त्यो श्रपकै कारणले गएको हो। अन्त यो जुन चाहिँ प्लास्टिकहरूमा अलिक फुस्रो देखिँदैछ यो अलिअलि त माटो हो। बाँकी चाहिँ यसमा पनि के भन्न चाहन्छु भने चाहिँ जो पनि बाइकको चाहिँ अब बाइकलाई माया गर्नुहुन्छ, बाइकलाई राम्रो राख्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ त्यो पलिस पाउँछ जुन चाहिँ होइन, त्यो पलिसलाई चाहिँ युज नगर्नुहोस्। केही छिनको लागि तपाईँले एकदमै दामी सोरुम कन्डिसन मतलब सोरुमको लुक्स देख्नुहुन्छ होइन, त्यस पछाडिको रिएक्सन चाहिँ के आउँदो रहेछ भने चाहिँ यस्तो खालको सेतो हुने होइन, एकदम चम्किलोदारहरू यो सबै हटिँदै जाने होइन, चम्किलो यो चिजहरू सबै हटेर गएर फुस्रो होइन एकदम के नपुगेको जस्तो हुँदो रहेछ। त्यसको इफेक्ट हुँदो रहेछ क्या यो चाहिँ, त्यसको इफेक्ट भनौँ न त्यो पलिसको फुस्रो भएको छ। अनि त्यो पनि मैले लाउनु छोडेको छु। तपाईँहरूले धुनु भन्छ स्याम्पो चाहिँ एकदमै बेटर हुन्छ है, बेस्ट हुन्छ है स्याम्पो चाहिँ, गाडी भयो बाइक भयो होइन धुनलाई एकदम राम्रो हुन्छ। अनि अर्को कुरा मेरो 2-3 चोटि लडेर होइन यताउता त्यो अब हिलोतिर लडेको थिएँ। हिजोअस्ति भर्खरै घर आएको थिएँ होइन, फर्किँदै गर्दाखेरि चाहिँ म हिलोमा लडेँ होइन। त्यो लड्दाखेरि चाहिँ मेरो यो एउटा यहाँको उयो नै हरायो है, नेट नै हरायो, के भन्नु र है, ग्रिल भनौँ न एक हिसाबले चाहिँ यस्तो हरायो होइन। मलाई बहुत माया लाग्यो, राति खोज्न पनि आएँ भेटिनँ। अहिले यत्तिकै कुदाउँदैछु, अलिकति कस्तो नरमाइलो नराम्रो केही देखिँदो रहेछ। अन्त त्यही हो। अनि यो चाहिँ अहिले मैले भर्खर फिट गरेर त्यतिखेर योसँगै यो लड्दाखेरि मैले टिपेर लगाएको थिएँ, तर 2-3 दिनसम्म थियो। राति यताउता अब हिँड्दाखेरि झरेछ, अन्त भेटिनँ, बिहान खोज्दा पनि भेटिनँ। अन्त त्यतिखेर यो पनि फुटेको थियो, यो फुटेको थियो होइन, यही यस्तैको हो। अन्त त्यहाँदेखि आज मैले लिएर चाहिँ यहाँ फिट गर्दै थिएँ। ओरिजिनल भनेको चाहिँ ओरिजिनल नै हुँदो रहेछ तपाईँको, किनभने चाहिँ यो अब ओरिजिनलको चाहिँ तपाईँले यो इन्डिकेटर चिन्नु पर्दा होइन, तपाईँले किन्दाखेरि चाहिँ यो ओरिजिनल हो तपाईँले लानुहोस् भनेर यदि भन्दैछ भने चाहिँ तपाईँले चाहिँ यो पहिलाचोटि चाहिँ यो यहाँ स्क्रु हुन्छ होइन, यो चाहिँ तपाईँले यस्तो लागेको हुन्छ होइन, यसको मुनिबाट चाहिँ तपाईँको स्क्रु लागेको हुन्छ होइन। डुप्लिकेटको चाहिँ तपाईँको यसको पछाडिबाट लागेको हुन्छ सिधै यता होइन, तेर्सो लागेको हुन्छ। यसको ओरिजिनलको चाहिँ ठाडो लागेको हुन्छ रहेछ। अन्त मैले चाहिँ के गरेँ भन्दा चाहिँ यसको हाउजिङलाई चाहिँ यसको यो जुन चाहिँ उयसलाई चाहिँ कभर पुरानै कभरमा चाहिँ अब ओरिजिनल हो फिट गर्नु पऱ्यो भनेर यो बल्ब निकालेर लगाएको। डुप्लिकेटको चाहिँ यति साह्रो डुप्लिकेट आएको हुँदो रहेछ तपाईँको, त्यो पनि बल्ब पनि मिलेन। यो अब ओरिजिनल बल्ब हो होइन, यत्रो मोटो छ, यसको थिकनेस चाहिँ 1.5हरू होला थिकनेस पनि यसको यो प्लेटको। यसको चाहिँ तपाईँको पोइन्ट मतलब कि 1 mm कै होला, यसको चाहिँ 1.5 mm को थिकनेस छ यसको। यो भन्न एकदम पक्का छ यो होइन, योसँग मिलेन। अन्त त्यहाँदेखि मैले फालिदिएँ, फाल्नै पऱ्यो होइन त्यसको। अनि जुन चाहिँ मेन उयो हुन्छ पछाडिपट्टिको यो चाहिँ मैले यस्तो चाहिँ मैले कम्पनीबाट आएकै हो। यो चाहिँ कम्पनीबाट आएकै रबर हो, यसलाई मात्रै बाहिर एसेम्ब्ली मात्रै फेरिदिएको। यो रबर लाउनको लागि फेरि हामीलाई रिङ स्पानरहरूको चाहिने रहेछ, पानाहरू चाहिने रहेछ होइन। भएन, जसरी पनि भयो यो चाहिँ, त्यही लाउनु पाइनँ। यसरी चिनिन्छ, तपाईँहरूले हेर्नुभयो भने यो चाहिँ डुप्लिकेट हो होइन। तपाईँको पछाडिबाट लागेको चाहिँ यहाँ मुनिबाट लागेको चाहिँ ओरिजिनल हुन्छ। अनि एउटा यसमा लेखेको हुन्छ नि बजाज भनेर लेखेको हुन्छ यहाँ भित्रपट्टिबाट, यो चाहिँ प्लेन छ, यो चाहिँ डुप्लिकेट हो। जसरी अब म देखाउँदैछु, यो पछाडिपट्टिको यो मुनिबाट लागेको छ नि, यो चाहिँ फेरि ओरिजिनल हो। तपाईँको यहाँनिर पनि बजाज भनेर लेखेको हुन्छ है, यहाँ अलिअलि देख्नु हुँदै होला, यो लाइट ब्लिङ्क भएको कारणले यहाँनिर यसरी बजाज भनेर लेखेको हुन्छ, यो जान्नुहोस्। अनि अर्को हाँसउठ्दो कुरा, त्यतिखेरै म लड्दाखेरि यसको लड्दाखेरि त यो केही भएको थिएन, तर मेरो मन ठुलो भनेको थिएँ नि त तपाईँहरूलाई। कोही मान्छे अब साथीभाइहरू यसो भेट्दा होइन, अलिकति वृद्ध मान्छेहरू भेट्दाखेरि चाहिँ म उठाइदिइहाल्थेँ।
म लगायत 2 जना पछाडि बोक्दाखेरि चाहिँ कोही मान्छे अब सुल्केर अब म त्यहाँ बस्थेँ भने अब यहाँ 2 जना होइन, यहाँ आँट्नुको लागि त मुस्किल पर्छ होइन। अन्त अब त्यो हुँदाखेरि चाहिँ सरेर यो टेलमा आएर बसिदिँदाखेरि चाहिँ मेरो यो भाँचिएको थियो है, यो भित्रको दुईपट्टिको भाँचिएको कारणले गर्दा चाहिँ यो खाड्याक 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 गरिबस्थ्यो। अनि मैले अनलाइन मगाएको थिएँ 180F सिरिजकै मगाएको थिएँ त्यहाँ त अब एमाजोनमा, त्यहाँ त 180F सिरिजकै देखाएको थियो होइन यो टेल प्यानल त। तर जब मैले लिएर अनबक्सिङ गरेँ होइन, त्यो टाइममा हेर्दा 150को रहेछ है। अन्त यो आज यसलाई फ्याँकिदिनुको लागि बहुत कोसिस गरेँ, यो नउकिँदो रहेछ। अन्त यतिकै होस् भनेर राखेको थिएँ। कोही साथीहरूले त भिडियो पनि बनाउनु भ्यायो। यो यस्तो यो अगाडि 220को छ हेर्नुहोस् साथी हो, पछाडि 150को छ भनेर होइन, त्यो खालको एउटा मजाक पनि बनाइदियो। तर केही छैन, यसले मलाई साथ दिएको छ हरेक दुःख सुखमा होइन, आपतकालीनहरूमा मलाई धेरै साथ दिने मेरो एउटा साथी जस्तै हो यो बाइक चाहिँ। म यसलाई बहुत माया गर्छु। मैले अहिलेसम्म दिएको पनि छुइनँ, माग्नेलाई पनि दिँदिनँ पनि। बरु उहाँको एकदम इमर्जेन्सी छ भने म पुऱ्याइदिन सक्छु साथीभाइहरूलाई मात्रै नभएर कोही छरछिमेकमा पनि। अनि यहाँ हेर्नुहोस् यस्तो अवस्था भएको छ लडेर। यो 2-3 पटक हिलोमै मात्रै हो। हिलोमा चाहिँ के हुन्छ, कोही बेला अचानक लड्छ। अब 3-4 वर्षमा त लड्छै लड्छ होइन, 5-6 पटक भनेको त हिलोतिरै त हो लड्ने भनेको होइन। बाँकी त ठिकै ठाउँमा लड्छ, मतलब अब नसोचेको जग्गामा लड्न सक्छ भन्नु खोजेको है। अनि यसको एउटा फ्युल इन्जेक्टर होइन, फ्युल इन्जेक्टर चाहिँ यस्तो खालको छ। अनि यो त्यो अर्को पहिलाको जुन चाहिँ नर्मल कार्बोरेटर के भन्छ होइन, कार्बोरेटर भन्दा चाहिँ यो इन्जेक्टर चाहिँ धेरै राम्रो रहेछ। पानीहरू पस्दाखेरि पनि त्यो झ्यापझ्याप नजाने खालको, अलिकति पावर चाहिँ डाउन भइदिन्छ तर त्यो पानी सुकेपछि एकदम राम्रोसँगले चल्ने। अनि मैले अब यसलाई एउटा चाहिँ एकदमै के चाहिँ भने चाहिँ म यो टायर फाल्नेवाला थिएँ, तर मलाई त्यो जुन ठाउँमा हावा लगाइन्छ त्यो ठाउँको मान्छेले नै सुझाव दियो, तपाईँको त राम्रै छ टायर दा नफ्याँक्नुहोस् भनेर भन्नुभयो होइन। किन भन्दाखेरि उहाँले भन्नुभयो टालेर चलाउँदा हुन्छ भनेर होइन। यस्तो मैले धेरैचोटि लगाइसकेँ नि त यो, तर पनि थामिएको थिएन होइन। अन्त जहिले पनि हावा गइराखेको हुने, जहिले पनि होइन, म फ्याँक्नेवाला थिएँ। तर त्यो फ्याँक्छु भनेर गएकै दिन चाहिँ मलाई सुझाव पनि दियो, फेरि हावा पनि पुरा लगाएँ, त्यहाँदेखि छोडिदिएको, अहिलेसम्म केही भएको छैन। यो धेरै भएको छैन चलेको, फेरि यो 9-10 महिना हुँदै होला। टायरमा एकदमै त्यस्तो केही नै भएको छैन, यत्रो मोटो छ, गहिरो छ। यसको